नमस्कार, मेरो नाम सुप्रभ घिमिरे। म द भेलोसिटी स्कुलमा प्रशासन प्रमुखको रूपमा आबद्ध छु। मेरो कोडिङ सँग हामी आबद्ध भएको यो पहिलो वर्ष हो र पहिलो वर्षमै बच्चाहरूले यति धेरै प्रोजेक्ट्सहरू बनाउन सिकेका छन् र एकदमै उत्साहित छन्। यो चाहिँ एउटा अनडिस्कभर्ड टेरिटरी थियो बच्चाहरूको लागि र यसले वान स्टेप एट अ टाइम बच्चाहरूलाई वास्तवमै यो मेरो कोडिङको जुन स्लोगन छ नि भविष्यको तयारी, यसको लागि तयारी गरिरहेको हामीले पाएको छौँ र वी आर भेरी क्युरियस टु एक्सप्लोर। अब आउँदा दिनहरूमा चाहिँ उनीहरू स्क्रैचबाट बढ्दै गएर कसरी उनीहरू एउटा क्यापेबल प्रोग्रामर बन्न सक्छन् र यो टेक फिल्डमा चाहिँ कन्ट्रिब्युट गर्न सक्छन् भनेर वी आर भेरी क्युरियस टु फाइन्ड आउट। वास्तवमा यो जुन स्कुलमा चाहिँ कोर सब्जेक्ट्सहरू जुन पढाइन्छ त्यसबाट चाहिँ एक हिसाबको यो ब्रेक जस्तो भएको छ। यसले हामीले चाहिँ यो मोनोटोनी चाहिँ मोनोटोनस नहोस् बच्चाहरूलाई भनेर पनि यो खालको प्रोग्रामहरू चाहिँ लिएर आएको हौँ र यसले वास्तवमा बर्डन त होइन तर बच्चाहरूलाई यदि केही भएको छ भने रिलिफ भएको छ। प्यारेन्ट्सबाट चाहिँ के फिडब्याक पाएको छ भन्दाखेरि ल अब आजको दिनमा यो स्मार्ट सिटीको प्रोजेक्ट विटनेस गर्नको लागि प्यारेन्ट्सहरू आउनुभयो। सो टाइम एन्ड अगेन यसरी प्यारेन्ट्सहरूलाई स्कुलमा इन्भाइट गरेर बच्चाहरूको प्रोग्रेस के हो भनेर के भएको छ ओभर द टाइम भनेर देखाउँदाखेरि चाहिँ वी हेभ फाउन्ड द्याट कि प्यारेन्ट्स आर भेरी ह्याप्पी र अनि दे आर इभन हुन्छ नि विलिङ टु एड सम मोर क्लासेस अफ कोडिङ कि। अनि त्यसको लागि यस्तो ओभरवेल्मिङ रेस्पोन्स पाउँदाखेरि चाहिँ वास्तवमा प्यारेन्ट्सहरू खुसी हुनुहुन्छ र यसको प्रोस्पेक्ट पनि बुझ्नु भएको रहेछ राम्रोसँग जस्तो हामीलाई लाग्छ। हजुरहरूको यो मेरो कोडिङले जे अफर गरिरहेको छ बच्चाहरूको लागि इट्स भेरी फ्रुटफुल, द्याट मच आई क्यान भाउच। र अरूको स्कुलले यदि सोचिरहनु भएको छ भने यु क्यान गिभ इट अ गो, इट्स गोइङ टु बी भेरी फ्रुटफुल। मलाई चाहिँ यसमा मैले यदि एउटा कुरा एड गर्न चाहेँ भने चाहे मेरो कोडिङसँग आबद्ध हुनुहोस् चाहे अरू कुनै संस्थासँग आबद्ध हुनुहोस्, तर स्कुलमा यो कोडिङको सिकाइ चाहिँ एउटा बालपनदेखि नै गर्न चाहिँ एकदमै आवश्यक छ। र मेरो कोडिङसँग आबद्ध हुँदाखेरि चाहिँ एक्स्ट्रा जुन असिस्टेन्स गाइडेन्स हजुरहरूलाई टिचरहरू प्रत्यक्ष रूपमा स्कुल आएर हुन्छ, द्याट इज गोइङ टु बी एन एडेड बेनिफिट फर यु। ओभरअल सबै कुरा राम्रो नै छ, तर अब हामीले बच्चाहरू हाम्रो त उमेर वर्ग पनि साना छन्, तर अब मुभिङ फरवर्ड जति एडभान्स लेभलमा पुग्दै जान्छन् बच्चाहरूलाई हामी चाहिँ उनीहरूले त्यति नै एडभान्स प्रोग्रामिङ कोर्सेसहरूमा हात हाल्न पाउन्, त्यो टेरिटोरी पनि उनीहरूले एक्सप्लोर गर्न पाउन्। प्लस अब हामीले यो एआईको तयारी पनि बच्चाहरूलाई सानोदेखि नै यसको टुल्स एन्ड टेक्निक्सहरूसँग अक्वेन्टेड बनाउन सक्यो भने चाहिँ अझै फाइदाजनक हुन्छ होला। त्यसको लागि हजुरहरूले काम गरि नै रहनु भएको छ होला। सो अब म चाहिँ पर्खाइमा मात्र छु कस्तो खालको चेन्जेसहरू कस्तो खालको करिकुलमहरू आउँछन् इन द डेज टु कम। We are very grateful to have partnered with मेरो कोडिङ क्लास। This 1 year has been mesmerizing. अनि अब we look forward to continued partnership. Thank you very much. मेरो कोडिङ क्लास तयारी भविष्यको।